प्रिय भक्तहरू, आज तपाईँले सुन्दै गरेको कथा यो केवल शब्दहरूको श्रृङ्खला मात्र होइन, यो त्यो दिव्य क्षणको कथा हो जब सूर्यले आफ्नो दिशा परिवर्तन गर्दछ र यससँगै मानव जीवनमा नयाँ गति भरिन्छ। मकर सङ्क्रान्तिको यो पवित्र पर्व तिल गुड दान र उत्सवमा मात्र सीमित छैन, बरु यो अन्धकारबाट प्रकाश, जडताबाट चेतना र निराशताबाट आशातर्फको बाटो बनिन्छ। हो, जुन दिन सूर्य उत्तरतिर सर्छ त्यो दिन उपवासना, दान र प्रार्थना सूर्यलोकमा पुग्छ। यस दिन सूर्यदेव आकाशमा मात्र होइनन् तर भक्तको हृदयमा पनि उदाउँछन्। यस दिन भक्तिपूर्वक सूर्यको पूजा गर्नेहरूले आफ्नो जीवनको स्थिर गति पुनर्स्थापित पाउँछन्, बिग्रिएका कार्यहरूमा सुधार हुन थाल्छ र वर्षौंको पीडा बिस्तारै कम हुँदै जान्छ। आजको कथा ती व्यक्तिहरूको लागि हो जसको जीवन सङ्घर्षले भरिएको छ, जसको हृदय पीडाले भरिएको छ, जसको प्रार्थना अपूर्ण देखिन्छ। यो कथाले मकर सङ्क्रान्तिको व्रतले भाग्यलाई कसरी परिवर्तन गर्न सक्छ भनेर बताउँछ। सूर्यदेवको कृपाले बाँझो जीवनमा पनि हरियाली ल्याउन सक्छ। कथा सुन्दा आफ्नो मन शान्त राख्नुहोस्, आफ्नो हृदयमा श्रद्धा जागृत गर्नुहोस् र मानसिक रूपमा सूर्यदेवलाई सम्झनुहोस्। सम्भव भएसम्म आफूभित्र लोभ सुर नमः ओम लोभ शुभ नमः को अनुभूति गर्नुहोस्। यो कथा केवल सुन्नको लागि मात्र होइन तर अनुभव गर्नका लागि पनि हो र विनम्रतापूर्वक अनुरोध छ कि यो कथालाई बिचैमा नछोड्नुहोस्। जसरी सूर्यदेवले कहिले आफ्नो यात्रा अधुरो छोड्दैनन् त्यसरी नै यो कथा पूर्ण रूपमा सुन्नुहोस् र यसको पूर्ण लाभ प्राप्त गर्नुहोस्। एक मात्र तरिका हो, प्रत्येक शब्द प्रत्येक भावनाले तपाईँलाई बिस्तारै त्यो बाटोतिर लैजान्छ जहाँ विश्वास, धैर्य र आशा एकसाथ प्रकट हुन्छ। अब यो भावना लिएरै प्रवेश गरौँ यस कथामा, जहाँ मकर सङ्क्रान्तिले व्रतले एक साधारण ग्रस्तको जीवनलाई साधारण कुरामा परिणत गर्दछ, जहाँ सूर्य देवको कृपा महत्तामा पनि धेरै कुरा बोल्छ। यो प्राचीन समय थियो। भारतको समृद्ध भूमिमा एउटा सानो सहर अवस्थित थियो। चारैतिर खेतहरू, हरियाली थिए, नदीहरू शान्त रूपमा बस्थे र मानिसहरूको जीवन सरल तर भक्तिले भरिएको थियो। जहाँ धर्मदत्त नामक एक गृहस्थ बस्थे। त्यस सत्य, कडा परिश्रम र भगवानमा विश्वास उनको जीवनको आधार नै थियो। उनकी श्रीमती, जसको नाम एक सुशीला थिइन्, उनी एक शान्त र धार्मिक र सेवाभावकी महिला थिइन्। बाहिरबाट हेर्दाखेरि उनीबाट जीवन सन्तुलित देखिन्थ्यो तर भित्रबाट एउटा खाडल लुकेको थियो। वर्षौं बितिसक्यो तर उनीहरूको परिवारले बच्चाको रोएको आवाज पनि सुनेको थिएन। सुशीलाले हरेक व्रत र पर्व कडाइका साथ पालना गरेकी थिइन्। उनी मन्दिर गइन्, बत्ती बालिन् तर उनको मनमा एउटा मन पीडा रह्यो। धर्मदत्तले उनलाई सान्त्वना दिए तर रात गहिरिँदै जाँदा उनको आँखामा रहेको ओसिलोपनले चुपचाप धेरै कुराहरू बित्यो। एक वर्ष जाडो नरम सिमाना थियो। पौष महिनाको अन्तिम दिन सहरमा एक विशिष्ट चहल पहल थियो। मानिसहरू खेतमा उफ्रिरहेका थिए। हावामा गुडको सुगन्ध थियो। छानामा चराहरू सजाउँदै थिए। सूर्यको दिशा परिवर्तन गर्न लागेको थियो। बुढापाकाहरू भन्दै थिए कि अर्को दिन सामान्य हुने छैन। यो त्यो दिन हो जब सूर्य उत्तरतिर सर्छ र अँध्यारोबाट उज्यालोतिरको यात्रा सुरु हुन्छ। आँगनमा बसेर सुशीलाले यो सबै हेरिन्। उनको मनमा एक अज्ञात आकर्षक उत्पन्न भयो। ठिक त्यही बेला छिमेकीबाट शारदा नाम गरेकी एक वृद्ध महिला उनको नजिक आइन्। उनको जीवन अब अनुभव र आध्यात्मिक अभ्यासले भरिएको थियो। उनले सुशीलाको आँखामा लुकेको दुःखलाई चिम्थिन्। शारदाले नरम स्वभावमा भनिन्, छोरी, भोलि मकर सङ्क्रान्ति हो। यो केवल एउटा चाड पर्व मात्र होइन, यो सूर्यदेवको देवताको विशेष आशीर्वाद दिनको लागि हो। यस दिन भक्तिपूर्वक व्रत गर्नेहरूले जीवनको दिशा पाउँछन्। सुशीलाले पहिलोपटक ध्यान दिएर सुनिन्। उनले सोधिन्, आमा, यो के हो? यो व्रत साँच्चै जीवन परिवर्तन गर्न सक्छ त? शारदा मुस्कुराइन्। जब सूर्य उत्तरतिर सर्छ आकाश मात्र परिवर्तन होइन, आकाश मात्र होइन तर व्यक्तिको भाग्यले पनि गति लिन्छ। यो व्रत सूर्यदेवलाई प्रसन्न पार्ने माध्यम हो। भक्तिपूर्वक यसलाई पालना गर्नेहरूका लागि जीवनको जडता भाँचिन्छ। यो सुनेर सुशीलाको हृदयमा आशाको मधुरो किरण देखा पर्यो। उनले धर्मदत्तसँग कुरा गरिन्। धर्मदत्तले पनि निस्सन्देहका साथ भने, यही हृदयमा श्रद्धा जागृत छ भने तब व्रत बस्नुपर्छ। सूर्य जीवित देवता हो। जीवन यसको प्रकाशले टिक्छ। सुशीला रातभरि निदाउन सकिन। बाहिर चिसो हावा चलिरहेको थियो। आकाशमा ताराहरू चम्किरहेका थिए। उनी सोचिरहेकी थिइन् कि यो के हो? यो दिनले उनको जीवनमा साँच्चै नयाँ परिवर्तन ल्याउन सक्छ कि यो वर्षदेखि स्थिर रहेको उनको भाग्य सूर्य जस्तै अगाडि बढ्नेछ। बिहानी उदाउँदा शङ्कर घन्टीको आवाज सहरतिर गुन्जिन्थ्यो। पूर्वमा हल्का रातो चमक फैलिँदै थियो। सूर्यको
पहिलो झमकको नयाँ नजिकै थियो। सुशीला नुहाउन कठी उठिन्। चिसो पानीको स्पर्शले उनको शरीरमा काँप छायो, तर उनीमा एक अनौठो शान्त आयो। उनले सफा लुगा लगाइन्। उनले आँगनलाई गोबरले मलिन र रङ्गिनले सजाइन्। पहिलोपटक उनले मकर सङ्क्रान्तिलाई केवल चाडमा मात्र नभई आध्यात्मिक अभ्यासको रूपमा पनि देखिन्। धर्मदत्तले घरायसी कामहरू पनि स्थगित गरिन्। यो दिन केवल सूर्यदेवतालाई समर्पित थियो। सूर्यको पहिलो किरण पृथ्वीमा पर्ने बित्तिकै सुशीलाले हात जोडेर आँखा बन्द गरिन्। त्यो क्षणमा उनले केही मागेनन्। उनले केवल भनिन्, हे सूर्य देवता, यदि मेरो जीवनमा अन्धकार छ भने कृपया आफ्नो प्रकाशले मलाई यसलाई हटाउनुहोस्। मेरो प्रार्थनामा कुनै लोभ थिएन, यहाँ केवल भक्ति थियो र यहाँबाट व्रत सुरु भयो। यो केवल एक दिनको मात्र होइन, सम्पूर्ण जीवनको मार्ग परिवर्तन गर्ने थियो। बिहानको चिसो हावामा एक विशिष्ट पवित्रता थियो। सूर्य झैँ पूर्ण रूपमा उदाएको थिएन, तर यसको उपस्थितिमा अनुभूति पृथ्वीमा भइसकेको थियो। सुशीलाले तुलसीको बोटको नजिकै बत्ती बाली राखिन् र पहिलोपटक उनलाई आज ज्वाला अझ स्थिर भएको महसुस भयो। यो कामिरहेको वा डगमगाइरहेको थिएन। यस्तो लाग्यो कि कुनै अदृश्य शक्तिलाई यसलाई आफ्नो ठाउँमा राखेको थियो। धर्मदत्त स्नानबाट फर्केपछि उनले सुशीलालाई मन्तमा डुबेको देखे। उनी कुनै मन्त्र जपिरहेकी थिएनन्, तैपनि उनको अनुहारमा गहिरो एकाग्रता थियो। वर्षौँदेखि धर्मदत्तले आफ्नो आँखामा चिन्ता होइन तर अपेक्षा देखे, यस्तो प्रकाशको अत्याशा जसमा कुनै डर छैन, केवल विश्वास छ। सुशीलाले बिस्तारै भनिन्, आज व्रत हो, मेरो हृदय यसलाई पूर्ण शुद्धताका साथ पालना गर्न चाहन्छु। केवल मेरो शरीरले मात्र होइन, मेरो मनले। धर्मदत्तले सहमतिमा आफ्नो टाउको हल्लाए। आज म घरको सबै काम गर्नेछु। तिमी जुन मोडमा यो व्रत चाहन्छौ त्यही मोडमा बस्न सक्छौ। सुशीलाले खाना त्यागिन्। उनले घामतिर फर्केर पानी मात्र खान्छिन्। घरमा कुनै कोलाहल थिएन। सामान्य दिनहरूमा जहाँ कुराकानी, आन्दोलन र कामको चहलपहल हुन्थ्यो, आज गहिरो सुनाट्टा थियो। यो सन्नाटा बोझिलो थिएन, बरु मनलाई स्थिर हुन चाहन्थे मनता थियो। जब सूर्य आकाशमा अलि माथि उदाउँदै गयो, सुशीलाले तामाको भाँडो लिइन्। त्यसमा सफा पानी भरिन्। केही तिल थपेर गुडको सानो डल्लो राखिन्। उनले यो सबै कुनै बाध्यतामा होइन तर वृद्ध शारदाका शब्दहरू सम्झिँदै गरिन्, जसको आँखा अनुभवको गहिराईले भरिएको थियो। उनले भाँडो दुवै हातमा समातिन्। त्यस क्षणमा उनले आफ्नो हात काँपिरहेको महसुस गरिन्। यो कम्पन कमजोरीको कारणले होइन, बरु उनको भित्र उर्दिएको भावनाको कारणले थियो। उनले सूर्यतिर हेरिन्। आकाश सिधै उनको आँखामा परेन, तैपनि उनले आफ्नो आँखा बन्द गरिन्। पानी बिस्तारै पृथ्वीतिर बग्यो, तर सुशीलाले महसुस गरिन् कि वर्षौँदेखि आफूभित्र जम्मा भएको बोझोपन मुक्ति मिलेको छ। मनमा कुनै स्पष्टता शब्द थिएन, केवल कुनै बोलेको देखेको जस्तो अनुभूति मात्र थियो। धर्मदत्त टाढा उभिएर यो सबै हेरिरहेका थिए। उनले केही भनेनन्। उनलाई थाहा थियो कि केही क्षणहरू शब्दको आवश्यकतामा पर्दैन, ती क्षणहरूमा केवल साक्षी हुनु पर्याप्त छ। दिन बित्दै गयो। सहरका मानिसहरू एक अर्काको घरमा भेट्न गएका थिए। तिल र गुड बाँडिरहेका थिए, तर सुशीला कतै गइनन्। उनी घरमै बसिन्। उनले आफूभित्र उठ्ने हरेक भावनालाई स्वतन्त्र रूपमा बग्न दिइन्। कहिलेकाहीँ उनका आँखा आँसुले भरिन्थे, कहिलेकाहीँ उनको मन हल्का हुन्थ्यो। दिउँसो शारदा फेरि आइन्। उनले सुशीलाको अनुहारमा रेखाहरू परिवर्तन भएको याद गरिन्। केही महिलाहरू उही घर, उही परिस्थिति, तैपनि केही फरक थियो। व्रत कस्तो चलिरहेको थियो, शारदाले सोधिन्। सुशीलाले जवाब दिइन्, आमा, आज पहिलोपटक मलाई केही माग्दिन जस्तो लाग्छ। भित्रबाट केही खुल्दैछ। शारदाले हल्का मुस्कानका साथ भनिन्, यो सूर्यको पहिलो आशीर्वाद हो। जब माग कम हुन्छ तब मात्र प्राप्तिको ढोका खुल्छ। उनले सुशीलालाई दिन प्रोत्साहित गरे। ठुलो दान होइन, जे सम्भव थियो त्यही मात्र। सुशीलाले घरमा भएको अलिकति अन्न, केही लुगा, तिल र गुड छुट्याइन्। उनले यो सबै देखाउनका लागि होइन तर स्वभावले गरिन्। जब ती सामानहरू गरिब महिलालाई दिइयो, उनले कुनै लामो आशीर्वाद दिइनन्। उनले केवल आँखा उठाइन् र त्यो हेराइमा कृतज्ञता थियो र यो पर्याप्त थियो। सुशीलाले हृदयमा केही खुकुलो भयो। वर्षदेखि बाँधिएको गाँठो बिस्तारै खुल्दै गयो। साँझ सूर्य पश्चिमतिर ढल्कन थाल्यो। उज्यालो सुनौलो थियो। सुशीलाले फेरि बत्ती बालिन्। यसपटक प्रार्थना फरक थियो। यसमा कुनै प्रश्न थिएन, कुनै गुनासो थिएन, केवल मौन स्वीकृति थियो। नजिकै
बसिरहेको धर्मदत्तले भने, आज घर फरक महसुस हुन्छ। सुशीलाले जवाफ दिइन्, घर परिवर्तन भएको छैन, सायद हामीसँग छ। सूर्य अस्ताउन थाल्यो, आकाशभरि रातोपन फैलियो। त्यो रातोपनमा सुशीलाले केही कुरा स्पष्ट रूपमा महसुस गरिन्। उनले जीवनमा रहेको स्थिरता अब स्थिर रहेन, यो भाँचिएको थियो तर हल्लाएको थियो र कहिलेकाहीँ यति धेरै परिवर्तन पर्याप्त। रात पर्यो र ताराहरू देखा परे। व्रत अझै समाप्त भएको थिएन तर भित्र कतै गहिरो यात्रा सुरु भएको थियो। रात गहिरो भएको थियो, आकाशमा ताराहरू स्पष्ट रूपमा देखिन्थे र चिसो तीव्र भएको थियो। सुशीला निदाएकी थिइन् तर उनको निन्द्रा सामान्य निदहरूमा जस्तो थिएन। यहाँ कुनै बेचैनी थिएन, कुनै थकान थिएन। उनी गहिरो मौनतामा पसेकी थिइन् जहाँ विचारहरूले शब्दहरू बनाउँदैन, तिनीहरू केवल भावनाको रूपमा बग्दछन्। उनले सपना देखिन्। सपनामा उनी एक विशाल मैदानमा उभिएकी थिइन्। चारैतिर कुहिरो थियो तर एउटा उज्यालो प्रकाश उनकोतिर सर्दै थियो। त्यो प्रकाशले उनको आँखामा डस्दैनथ्यो, उनी बरु उनलाई न्यानोपनले भरिँदै थियो। प्रकाश नजिक आउँदा कुहिरो आफै उठ्न थाल्यो, हट्न थाल्यो। सुशीलाले वर्षौंदेखि उनको खुट्टामा जम्मा भएको जडतालाई खुकुलो महसुस गरिन्। उनी अगाडि बढ्न चाहन्थिन् तर उनलाई के हुन सक्छ भन्ने डर थियो। त्यही क्षणमा उनले भित्रबाट एउटा अनुभूति सुने। कुनै शब्द थिएन, केवल एउटा सङ्केत थियो, नरोक। सुशीला बिउजिन्। उनको मुठ छिटो धड्कियो तर कुनै डर थिएन। उनले फर्केर हेरे र धर्मदत्त गहिरो निन्द्रामा परेका थिए। टाढा कतैबाट मन्दिरको घन्टीको सुमधुर आवाज सुनिन्थ्यो। उनी समय भन्न सक्दिनथे तर रातको अन्तिम घडी जस्तो लाग्यो। उनी उठेर बसिन्। उनको मनमा एउटा अनौठो शान्ति छायो। उनले आँखा बन्द गरिन् र आफ्नो सास फेरिन्। वर्षौंमा पहिलोपटक उनको मनमा शान्त थियो, द्वन्द्व बिना कुनै प्रश्न उठेन। उनी बिहान हुनुभन्दा अगाडि नै बिउजिएकी थिइन्। नुहाइसकेपछि उनले सफा लुगा लगाइन्। आज उनले मेकअप गरिन्। उनले केवल एक साधारण रूप अँगालेकी थिइन्, मानव उनको भित्र भइरहेको परिवर्तनले बाहिरको सजावटलाई अर्थहीन बनायो। सूर्योदय हुँदा उनी आँगनमा फर्किन्। एकपटक उनले भाँडोमा पानी मात्र राखिन्। उनले आफ्नै हातले टिपेको तिल त्यसमा राखिन्। हिजो आफैले सफा गरेको बिउहरू गुडको सानो डल्लो राख्दा उनका औँलाहरू एक क्षणको लागि पनि जमे। उनलाई आफ्नो सपनाको उज्यालो याद आयो। क्षितिजमाथि सूर्य उदाउँदा उनले अर्घ्य अर्पण गरिन्। यसपटक उनका ओठहरू चलेनन् तर उनको मनमा स्पष्ट भावना भरियो। स्वीकृत जीवनबाट उनले खोजेका सबै कुरा वा नपाएको कुरा, त्यो पानी लिएर उनी गइन्। धर्मदत्त पछाडि उभिए। उनले सुशीलालाई ध्यानपूर्वक हेरे। वर्षौंसँगै बसे पनि उनी आज फरक देखिन्छन्। मानव आत्माले लामो उपवासपछि जीवनमा पाएको छ। दिउँसोसम्म सहर चहलपहल थियो। मानिसहरू एक अर्कालाई भेटिरहेका थिए, अभिवादन आदान प्रदान गरिरहेका थिए। धर्मदत्त बाहिर निस्के। फर्किँदा उनले धेरै मानिसहरू सुशीलाको बारेमा सोधिरहेका देखे। कसैले भने आज तिमी श्रीमतीको अनुहार फरक र चमक छ। अर्कोले भने उपवासले यसको परिमाण दिन्छ। धर्मदत्तले जवाफ दिएन। उनी आफैले परिवर्तनलाई शब्दमा व्यक्त गर्न सकिरहेका थिएनन्। साँझ परिसकेको थियो। सूर्य अन्तिम किरणहरू, चिसो हावा सुनौलो फैलिएको थियो। सुशीलाले बत्ती बालिन्। ज्वाला स्थिर थियो तर यसपटक उनलाई देखेर कुनै तुलना दिमागमा आएन। उनले केवल उनलाई हेरिन्। ठिक त्यति बेला शारदा आइपुगिन्। उनी आँगनमा बसिरहेकी थिइन्, केही नसोधी बत्ती हेरिरहेकी थिइन्। त्यसपछि उनले सुशीलालाई हेरिन्। केही परिवर्तन भएको जस्तो लाग्यो। उनले भने, सुशीलाले अनुहार निहुराई, आमा मलाई थाहा छैन के परिवर्तन भएको छ तर अब भित्र कुनै भारीपन छैन। शारदाले गहिरो सास फेरिन्। जब सूर्य उत्तरतिर सर्छ दिनहरू मात्र लामो हुँदैन, व्यक्तिको दृष्टि पनि बिस्तारै बढ्दै जान्छ। यो सुरुवात हो। रात आयो, व्रत तोडियो तर त्यो तोड खानाभन्दा बढी प्रतीक थियो। त्यसैले भित्र ढोका खोलेको जस्तो थियो। पहिलो खानेकुरा खाँदा सुशीलाले कृतज्ञ महसुस गरिन्। कुनै उपलब्धिको लागि होइन, यो अनुभूतिको लागि मात्र होइन। केवल यो अनुभूतिको लागि मात्र होइन कि उनी एक्लो छैनन् भन्ने अनुभूतिको लागि हो। त्यो रात उनले फेरि सपना देखिन् तर यसपटक
कुहिरो थिएन। खेत उस्तै थियो तर प्रकाश स्थिर थियो। उनी डर बिना अगाडि बढिन् र जब उनले आँखा खोलिन् उनको अनुहारमा मुस्कान थियो। गहिरो शान्त कुनै कारण बिना मकर सङ्क्रान्ति पछिका दिनहरू सामान्य दिनहरू जस्तो थिएन। सूर्य जस्तै थियो, आकाश उस्तै थियो, तर हरेक बिहान सुशीलाले केही फरक महसुस गरिन्, मानौ जब बाहिर मात्र होइन तर भित्र पनि प्रकाश झर्दैछ। उनी चाँडै उठ्न थालिन्, कुनै प्रयास नगरी। उनको निन्द्रा गहिरो हुन्थ्यो तर आलस्य हुन्थ्यो। आलस्य थिएन। यो परिवर्तन बिस्तारै आएको थियो, त्यसैले यो बोझिलो थिएन। धर्मदत्तले पनि यो सबै हेरिरहेका थिए। उनले कहिले प्रश्न गरेनन्, तर उनको मनमा शान्तको भावना बस्न थालेको थियो। घरमा आवश्यक कुराकानी कम भएको थियो, शब्दहरू थोरै थिए तर गहिरो थियो, अर्थहरू गहिरा थिए। उनीहरू बीच एक मौनता बसेको थियो जसले सुविधाको सट्टा समझदारी राख्थ्यो। एक बिहान सुशीला तुलसीको बोटमा पानी चढाइरहेकी थिइन्। अचानक उनको मनमा विचार आयो। वर्षौँदेखि उनले कतिपटक प्रार्थना गरिन् तर कतिपटक साँच्चै आफ्नो कुरा सुनिन्। यो प्रश्नले उनलाई विचलित पारेन, बरु भित्र तान्यो। ठिक त्यही नजिकै खेतबाट एक महिलाको रोदन आवाज आयो। सुशीला छक्क परिन्। उनी तुरुन्तै बाहिर हेर्न गइन्। त्यो एक गरिब महिला थिइन्, ज्वरोले जल्दै गरेको सानो बच्चालाई काखमा लिएर। महिलाको अनुहार डरले भरिएको थियो। ढिलो नगरी सुशीला भित्र गइन्, पानी ल्याइन्, बच्चाको निधारमा राखिन् र उसलाई छायामा बसाइन्। उनको स्पर्श कुनै जादु थिएन तर गहिरो करुणा थियो। पहिलोपटक महिलाको आँखामा विश्वास चम्कियो। धर्मदत्त पनि आए। उनीहरूले डाक्टरलाई बोलाए, औषधि ल्याए र सबै गर्दा सुशीलामा कुनै अहङ्कार थिएन। उनी यस क्षणमा जे उपयुक्त थियो त्यही गरिरहेकी थिइन्। बच्चाको सास बिस्तारै सामान्य हुँदै गयो। महिलाले केही भन्न खोजिनन् तर कुनै शब्द निस्केन। उनले सुशीलालाई खुट्टा छुन खोजिन् तर सुशीलाले तुरुन्तै उनलाई रोकिन्। यस क्षणमा सुशीलाले महसुस गरिन् कि सेवाको कुनै पनि सीमा हुन्छ। त्यस दिन पछि सुशीलाभित्र अर्को कुनै परिवर्तन भयो। उनले भक्ति अब प्रार्थनामा सीमित रहेन। जहाँ उनले दुःख देखिन् उनी रोकिन्। उनलाई न त आफू केही महान गरिरहेको महसुस भयो न त केही त्याग गरिरहेकी छिन्। यो सबै उनको लागि स्वाभाविक भएको थियो। शारदा यो सबै हेरिरहेकी थिइन्। एक दिन उनले सुशीलालाई भनिन्, छोरी, यो सूर्यदेवको कृपा हो। जब भित्रको अन्धकार हट्छ मानिसले अरूको दुधलाई आफ्नो मान्न थाल्छ। सुशीलाले जवाफ दिइन्, आमा, पहिले बच्चालाई दुध चुसाएको देख्दा मलाई डर लाग्थ्यो, अहिले म संयमी महसुस गर्छु। शारदाले आँखा बन्द गरिन्। यो उत्तरायण हो। दिनहरू बित्दै गए। एक दिउँसो धर्मदत्तले सुशीलालाई भने कि खेतहरू राम्रोसँग चलेको छैन। केही समयदेखि बालीहरू असफल भइरहेका थिए। पहिले जसले सुशीलालाई भित्रसम्म हल्लाएको थियो तर आज उनले आत्तिएर ध्यान दिएर सुनिन्। हामीले सक्दो गर्नेछौँ उनले भने, तर चिन्ता नगर्नु, अघि हामी समाधान खोज्नेछौँ। यो सुनेर धर्मदत्त छक्क परे। यी उही महिला थिइन् जो साना कुराहरूमा रातभर जागा बस्थिन्। आज उनको आवाजमा शान्त थियो। केही दिनमै मौसम परिवर्तन भएको थियो। हल्का वर्षा थियो जुन यस समयमा सामान्य थियो तर खेतहरूको लागि वरदान साबित भयो। धर्मदत्तले आकाशतिर हेरे तर केही भनेनन्। उनलाई थाहा थियो कि हरेक घटनाको नाम राख्नु पर्दैन। एक साँझ सुशीला छतमा एक्लै बसिन्। सूर्य अस्ताउँदै थियो। आकाशको रङ परिवर्तन भइरहेको थियो। उनले देखिन् कि अस्ताउँदो सूर्यले पनि अन्धकार ल्याउँदैन तर अर्को दिनको बाचालाई पछाडि तोड्छ। यस क्षण उनलाई आफ्नो सपना याद आयो। उही प्रकाश, उही सङ्केत। उनी अब डराएकी थिएनन्। उनलाई थाहा थियो कि जे हुनेवाला छ त्यो अचानक हुने छैन। जसरी सूर्य बिस्तारै उत्तरतिर सर्छ उनको जीवनले आफ्नो दिशा पनि परिवर्तन गरिरहेको थियो। त्यो रात उनले बत्ती बालिन् तर प्रार्थना गरिन्। उनी बसिन्। उनको मनमा कुनै शब्द थिएन, केवल गहिरो स्वीकृति। समय आफ्नै गतिमा चलिरहेको थियो। मकर सङ्क्रान्ति भएको धेरै हप्ता बितिसकेको थियो तर सुशीलाभित्र सुरु भएको परिवर्तन रोकिएको थिएन। अब उनी प्रत्येक दिनलाई नयाँ दृष्टिकोणबाट हेर्न गइरहेकी थिइन्। जहाँ पहिले उनी घटनाहरूको परिमाणमा डराएकी थिइन् त्यहाँ उनले प्रक्रिया बुझ्न थालेकी थिइन्। उनलाई यो स्पष्ट भयो कि हरेक उत्तर तुरुन्तै
उपलब्ध हुँदैन। केही उत्तरहरू समयसँगै प्रकट हुन्छन्। एक बिहान धर्मदत्त खेतमा फर्किए। उनको अनुहार थकित थियो तर पहिले जस्तो चिन्तित थिएन। उनले उनलाई भने कि यस वर्षको बाली पूर्ण रूपमा नष्ट हुने छैन। क्षति डराएको जस्तो गम्भीर थिएन। यो सुनेर सुशीलाले राहतको सास फेरिन् तर उनले आफ्नो उत्सव देखाइन्। उनलाई थाहा थियो कि जीवनमा सन्तुलन कायम राख्नु नै सबैभन्दा ठुलो आशीर्वाद हो। यो दिउँसो सहरभरि हल्ला फैलिएको थियो। टाढाको गाउँबाट एक ऋषि सूर्य पूजा गर्न र समयको गतिको बारेमा प्रचार गर्न आएका थिए। मानिसहरू उनको कुरा सुन्न जाँदै थिए। शारदा पनि जाने तयारी भइन्। उनले सुशीलालाई भने, तिमी यदि चाहन्छौ भने आउनुहोस्। कहिलेकाहीँ बाहिर कुराहरूले पनि भित्री मनलाई बुझाउन स्पष्ट पार्छ। सुशीला सहमति भइन्। उनी कुनै विशेष पुरस्कारको अपेक्षाका साथ होइन तर जिज्ञासाका कारण गएकी थिइन्। भेला सहर थियो। कुनै भव्य मञ्च थिएन, कुनै देखावटी समारोह थिएन। ऋषि भुइँमा फैलिएको चटाइमा बसिरहेका थिए। उनको आवाज चर्को थिएन तर स्थिर थियो। उनले सूर्यको बारेमा कुनै चमत्कारिक कथाहरू भनेनन्। उनले केवल भने कि सूर्यले हामीलाई सिकाउँछ कि जीवन निरन्तर गति हो। जो रोकिन्छ उनीहरू आफैलाई हराउँछन्। यो सबै सुन्दै सुशीला भित्रै जोगिरहेकी थिइन्। उनले महसुस गरिन् कि यो उनले अनुभव गरिरहेकी थिइन्। उनले यसलाई शब्दमा व्यक्त गर्न सकिन। भेलाको अन्त्यमा ऋषिले कसैलाई आशीर्वाद दिएन वा कसैलाई प्रश्न सोधेन। उनी चुपचाप उठे। भिड बिस्तारै तितर भयो। सुशीला केही समय त्यहाँ बसिन्। शारदाले उनलाई जिस्काइन्। उनलाई थाहा थियो कि केही क्षण एक्लै बिताउनु उत्तम हुन्छ। घर फर्किँदै गर्दा सुशीलाले महसुस गरिन् कि उनलाई जवाब खोज्नु पर्दैन। समय आएपछि बाटो खोल्नेछ भन्ने आश्वासनका भावना उनको मनभित्र निर्माण भइरहेको थियो। केही दिनपछि एक अप्रत्याशित घटना भयो। धर्मदत्तको जेठो दाइबाट सन्देश आयो। वर्षौंदेखि उनीहरूको सम्बन्ध औपचारिक थियो। पुरानो विवाद, जग्गाको विभाजन, कठोर शब्दहरू सबै समयसँगै कम भए तर हराएको थिएन। सन्देशमा भनिएको थियो कि उनी भेट्न चाहन्छन्। सुशीला यो पढेपछि एक क्षणको लागि चुप लागिन्। पहिले यो समाचारले उनलाई असहज बनाउँथ्यो तर अब उनीभित्र कुनै अशान्ति थिएन। उनले धर्मदत्तलाई भनिन् कि जे भएको थियो त्यो सकियो। यदि उनी भेट्न चाहन्छन् भने उनलाई आउन दिनुहोस्। धर्मदत्तले उनलाई हेरे। पहिलो पटक उनले महसुस गरे कि उनी अब निर्णय लिन एक्लै छैनन्। स्थिर मन उनको मनमा उभिरहेको थियो। उनको भय आयो। सुरुमा पुराना मुद्दाहरू कहिलेकाहीँ पुनरुत्पादन हुन्थे तर उनले न त कुनै पक्षलाई समर्थन गरिन् न त कुनै पक्षलाई आरोप लगाइन्। उनले केवल सुनिन्। आवश्यक परेको ठाउँ संयमका साथ बोलिन्। दिन ढल्दै जाँदा तितोपन केही हदसम्म कम भयो। पूर्ण समाधान भएन तर फोटो पनि गहिरो थिएन। दाजुभाइहरू गएपछि धर्मदत्तले गहिरो सास फेरे। उनले वर्षौंको बोझ हलुका भएको महसुस गरे। त्यो रात सुशीला आँगनमा बसेर आकाशतिर हेरिरहेकी थिइन् र ताराहरूलाई स्पष्ट रूपमा देखिरहेकी थिइन्। उनले सोचेकी थिइन् कि जीवन यस्तै हो। अँध्यारोमा उज्यालोका सपना बिन्दुहरूले यदि दर्शन सही छ भन्ने बाटो देखाउँछन्। त्यो रात उनले सपना देखिन्। निन्द्रा गहिरो शान्त थियो। बिहान हुँदा उनी कुनै विचार बिना बिउजिन्। यो अवस्था उनको लागि थिएन। कुनै चिन्ता छैन, कुनै अपेक्षा छैन, कुनै आध्यात्मिक उत्साह छैन, केवल उपस्थिति हुनु। उनले यो पनि महसुस गरिन् कि उनी अब आफ्नो विगतलाई दोष दिइरहेकी छैनन्। यो स्वीकृति परिस्थितिको न त भगवानको उनको भित्र स्थायी शान्ति ल्याइरहेको थियो। एक दिन शारदाले उनलाई भनिन्, छोरी, तिम्रो व्रत अब एक दिनको लागि मात्र रहेन। यो तिम्रो स्वभावको हिस्सा बनिसकेको छ। सुशीलाले जवाब दिइन्। उनलाई थाहा थियो कि केही कुराहरूको जवाब मनताले मात्र दिन्छ। समय अगाडि बढिरहेको थियो। परिवर्तन नष्ट हुँदै गइरहेका थिए तर तिनीहरू घोषणाको रूपमा होइन। तर मौसम उस्तै आए, ढिलो, स्थिर र जीवनदायी। र यो अवस्था थियो जहाँबाट अगाडिको यात्रा अझ सूक्ष्म हुनेछ। समयले घरभित्र पनि आफ्नो गति परिवर्तन गरिरहेको जस्तो देखिन्थ्यो। जहाँ पहिले दिनहरू गर्नुपर्ने कामहरूको सूची जस्तै बित्थ्यो अब हरेक कामको साथ सचेत चेतना आएको थियो। सुशीलाले पिठो मुस्दा पनि सोचिन् तर उनका हातहरू अब
हतारमा थिएनन्। पानी बढ्दा पनि उनले पहिलोपटक पानीलाई हेरिन। धर्मदूतले यो परिवर्तनलाई नभनी बुझे। घर फर्कदा उनले पहिले आफ्नो मुखमा भारीपन महसुस गरिन। खेतबारीको कठिनाई समाप्त भएको थिएन, तर अब त्यो समस्या होइन, जिम्मेवारी जस्तो देखिन्थ्यो। एक दिन गाउँभरि खबर फैलियो कि नदीको पानीको सतह घट्दै। यो नदी वरपरका खेतहरूका लागि जीवनरेखा थियो। मानिसहरू चिन्तित थिए। बैठक बोलाइयो। धर्मदत्त पनि उपस्थित भए। पहिले उनी यस्ता अवसरहरूमा मौनता बस्थे, तर यसपटक उनले सबै किसानहरूलाई केही दिनको लागि पानीको कम प्रयोग गर्न र किसानहरू सफा गर्न एकसाथ आउन सुझाव दिए। विचार नयाँ थिएन, तर यसलाई प्रस्तुत गर्ने तरिका फरक थियो। कुनै गुनासो थिएन, केवल सहयोगका लागि अनुरोध थियो। धेरैले सहमति जनाए, केहीले आपत्ति जनाए, तर छलफल तितो पनि थिएन। यो सुनेर सुशीला गर्व गरिन्। उनले परिवर्तन एक व्यक्तिबाट सुरु हुन्छ र चुपचाप फैलिन्छ भन्ने साहस महसुस गरिन्। त्यसपछिका दिनहरूमा गाउँलेहरू नदी किनारामा भेला हुन थाले। किसानहरू किनाराहरू सफा गरियो, फोहोर हटाइयो। यो कुनै धार्मिक कार्यक्रम थिएन, तर यसको पवित्रता थियो। सुशीला पनि त्यहाँ गइन्। उनले कसैलाई उपदेश दिइनन्, उनले केवल काम गरिरहेकी थिइन्। त्यो दिन घाम चम्किरहेको थियो, किनारबाट पसिना बगिरहेको थियो। सुशीलाले आकाशतिर हेरिन्। उनलाई लाग्यो कि यो सूर्यको साँचो पूजा हो। जीवन तान्नका लागि प्रयास काम सकिएपछि सबैजना नदीको किनारामा बसेर पानी पिए। कुनै मन्त्र जप गरिएन, तर मौनतामा कृतज्ञता थियो। त्यो अनुभव सुशीलाको मनमा गहिरो प्रतिनिधित्व भयो। त्यो साँझ शारदाले सुशीलालाई बोलाइन्। उनले आफ्नो जीवनमा कुनै समय यस्तो आएको थियो जब उनले कुनै विशेष व्रतको फल देखेकी थिइन्। वर्षौँपछि उनले महसुस गरिन् कि फलहरू घटनाहरूमा होइन, देखिन्छन्। सुशीलाले ध्यानपूर्वक सुनिन्। उनले महसुस गरिन् कि उनले यो भनाइको अर्थ बुझ्न थालेकी छिन्। केही दिनपछि गाउँमा सानो विवाद भयो। जग्गाको सिमाना दुई परिवारबीच तनाव बढ्न थाल्यो। मानिसहरूले पक्ष लिन थाले। मामिला बढ्दै गयो। सुशीला यी सबै कुराहरूबाट चिन्तित भएकी थिइन्, तर उनी आत्तिइनन्। उनले दुवै परिवारका महिलाहरूसँग कुरा गरिन्। उनीहरूको कुरामा सबै समाधान थिएन, केवल सुनिने इच्छा मात्र थियो। सुशीलाले सुनिन्। त्यतिबेला सुन्न सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। बिस्तारै तीव्रता कम हुँदै गयो। पुरुषहरूमा पनि यसको सामेल भए। समस्या तुरुन्तै समाधान भएन, तर द्वन्द्व भने त्यहाँबाट टर्यो। कथा केवल अनुष्ठान वा परम्परा होइन, तिनीहरू जीवनका मार्गदर्शकहरू हुन्, जसले मन दर्शन अन्ततः जीवनलाई उत्तरायणको दिशा बिस्तारै मोड्छ। यो स्थिरता, यो शान्ति र यो सन्तुलनसँगै सुशीलाको मन अब आफूभित्रै पूर्ण रूपमा सन्तुलित थियो। उनले महसुस गरिन् कि जब भित्र दिशा स्पष्ट हुन्छ, जीवन आफै प्रकाशको रूपमा बग्न थाल्छ। अब यो पवित्र व्रत र कथाको समय समाप्त भएको छ। जसरी सूर्यले आफ्नो यात्रा जारी राख्छ, त्यसरी नै हाम्रो जीवनमा निरन्तर प्रयास र जागरुकताको मार्ग पनि जारी रहन्छ। यो व्रत अवलोकन गर्नाले र कथा सुन्नाले मनमा शान्ति आउँछ, तपाईँको हृदयमा स्थिरता आउँछ र तपाईँको जीवनको दिशा स्पष्ट हुन्छ। यस व्रतमा तपाईँले राख्नुभएको विश्वासले तपाईँको घर र परिवारमा खुसी र समृद्धि र स्वास्थ्यमा सुधार ल्याउनेछ। र माघ पर्व केवल एक स्वर्गीय घटना मात्र होइन, तर तपाईँको जीवनमा नवीकरण गरिएको एउटा ऊर्जा र जागरुकताको पनि एउटा प्रतीक हो। यस पवित्र दिनमा सूर्य देवताको आशीर्वाद र मार्गदर्शकले तपाईँको जीवन शान्ति र स्वास्थ्यले भरिने मात्र होइन कि यसले स्थिरता र सन्तुलन पनि स्थापित गर्नेछ। घरका सबै कामकाजहरू सहज र फलदायी हुनेछन् भन्ने भनाइ छ। र अब कथालाई यहीँ समाप्त गरौँ। तपाईँहरूको परिवार पनि सधैँ सूर्य देवताले खुसी र सुखी राखौँ र तपाईँहरू पनि म जस्तै भगवानका साँचो भक्त हुनुहुन्छ भने कृपया कमेन्ट बक्समा जय सूर्यदेव लेख्न नछुटाउनु होला। मिल्नेछौँ यसै गरी अर्को भिडियोमा। नमस्कार।